26 अक्टोबर नेपाली टिमका लागि निकै नै खास र महत्त्वपूर्ण रहनेछ। विश्व क्रिकेट लीग डिभिजन 5 बाट सँगै खेलिराखेका नेपाल र अमेरिकाको टिम भोलि युएमा लीग 2 को लागि आफ्नो निकै नै महत्त्वपूर्ण खेल खेलिरहेका छन्। अमेरिकाको टिमले जितेमा शीर्ष 4 भित्र अटाउने सम्भावना प्रबल राख्नेछ भने नेपाली टिमले जित हासिल गर्न सके नेपाली टिमलाई शीर्ष 4 भित्र अटाउनको लागि केही सहज हुनेछ। अमेरिका विरुद्धको खेलका लागि नेपाली टिमको रणनीति, दुवै टोलीको प्लेइङ 11 हेड टु हेडको बारेमा आजको भिडियोमा हामी चर्चा गर्नेछौँ। साथै युएमा नेपाली टिमबाट महत्त्वपूर्ण साबित हुन सक्ने 4 वटा खेलाडीहरूको बारेमा समेत चर्चा गर्नेछौँ। भिडियो मन परेमा लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने एक सब्स्क्राइब र कमेन्ट बक्समा नेपाली टिमलाई अवश्य पनि शुभकामना प्रदान गर्नुहोला। युएमा भोलिदेखि सञ्चालन हुन गइरहेको विश्व क्रिकेट लीग डिभिजन 2 अन्तर्गतको खेलमा नेपाल र अमेरिका पहिलो खेलमा भिडिरहेका छन्। लीग 2 को दोस्रो स्थानमा रहेको अमेरिकाको टिम 7औं र 8औं स्थानमा रहेका नेपाल र युएको टिम प्रतिस्पर्धा गर्दैछन्। सिरिज नेपाली टिमका लागि निकै नै खास रहनेछ। विश्व क्रिकेट लीग डिभिजन 2 मा सर्वाधिक 20 खेल खेल्न बाँकी रहेको नेपाल र युएको टिम अङ्क तालिकाको 7औं र 8औं स्थानमा रहेका छन्। भोलिको खेलमा जित निकाल्दै प्रतियोगिताको सुख सुरुवात गर्ने दाउमा नेपाली टिम रहेको छ। ठुलो खेलमा 12 अङ्क बटुलेको नेपाली टिम पोइन्ट टेबलको 7औं स्थानमा रहेको छ। यस खेलमा 28 अङ्क जोडेको अमेरिकाको टिम दोस्रो स्थानमा रहँदा 16 खेल खेलेको युएको टिम अङ्क तालिकाको 8औं स्थानमा रहेको छ। लगभग एक सातादेखि युएमा रहेको नेपाली टिमले आफ्नो अभ्यासलाई पनि समापन गरिसकेको छ। ब्याटिङ र बलिङमा देखिरहेको समस्यालाई समाधान गर्दै नेपाली टिम भोलिको खेलमा आफ्नो 100% दिने लक्ष्यका साथ नेपाली टिम मैदानमा उत्रनेछ। ओपनर ब्याट्सम्यान आसिफ शेख, कुशल भुर्तेलले राम्रो किसिमको अभ्यास गरिसकेका छन् भने बलिङमा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि आफ्नो गल्तीहरू सुधार गर्दै नेटमा राम्रो किसिमको अभ्यास गरिसकेका छन्। नेपाली टिमको मुख्य समस्या भनेको ओपनिङ ब्याट्सम्यानहरूले टिक्न नसक्नु, त्यो क्रममा साझेदारीहरू पनप्न नसक्नु नेपाली टिमको चुनौती रहँदै आएको छ। समस्या समाधान गर्नको लागि एक साता अघि नै नेपाली टिम युएमा प्रस्थान गरिसकेको थियो। भर्खरै मात्र टी20 एसिया स्तरीय विश्वकप छनौटमा तहल्का मचाएको नेपाली टिम यस्तै लयका साथ विश्व क्रिकेट लीग डिभिजन 2 मा पनि उत्रन चाहन्छ। लीग 2 का लागि नेपाली खेलाडी समर्थकहरू पनि निकै नै उत्साहित रहेका छन्। 2019 देखि 23 सम्म सञ्चालन भएको लीग 2 मा नेपाली टिम अन्तिमको 12 मध्ये 11 खेल जितेर सनसनीपूर्ण जित निकाल्दै नेपाली टिम विश्वकप छनौटसम्म पुग्न सफल भएको थियो। त्यही किसिमको दाउमा नेपाली टिम यो पटक पनि रहेको छ। अबको प्रत्येक खेलहरूमा नेपाली टिमले कम्तीमा पनि 70% खेलहरूमा जित हासिल गर्नुपर्ने आवश्यक रहनेछ। बाँकी रहेका 20 मध्ये 13 खेलमा जित हासिल गर्न सके शीर्ष 4 भित्र अटाउने सम्भावना नेपाली टिमलाई एकदमै प्रबल रहेको छ। भोलिको महत्त्वपूर्ण खेलमा जित निकाल्दै सुख सुरुवात गरोस्, यी शुभकामना समेत रहनेछ। नेपाल र अमेरिका बीचको केही हेड टु हेडको बारेमा समेत चर्चा गरौँ। नेपाल र अमेरिका बीच अहिलेसम्म 8 वटा ओडिआई खेलहरू खेलिएका छन्, जसमध्ये दुवै टोली 4-4 खेलमा जित निकाल्न सफल भएका छन्। नेपाल र अमेरिका बीच भएको पछिल्लो केही खेलहरूको चर्चा गर्दाखेरि लीग 2 अन्तर्गत सन् 2024 नोभेम्बर 2 मा खेलिएको खेलमा नेपाली टिम अमेरिका विरुद्ध 37 रनको नमिठो हार बेहोर्न पुगेको थियो। 281 रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिम 244 रनमा समेटिएपछि लीग 2 मा नेपाली टिम नमिठो हार बेहोर्न पुगेको थियो। अमेरिकी टिममा विदेशी खेलाडीहरूको बाहुल्यता रहेका कारण पनि नेपाली खेलाडीलाई युएसएका खेलाडीको त्यति सुझबुझ नरहेको बुझ्न सकिन्छ। रहिसकेका युएसएका खेलाडीलाई निकाल्दै भारत, इङ्ल्यान्ड, वेस्ट इन्डिजका खेलाडीलाई टिममा सामेल गरेको छ। नेपाली टिमका लागि मुख्य चुनौती भनेको ओपनिङ मध्यक्रमको ब्याटिङलाई सुधार गर्दै अघि बढाउनका साथै बलिङमा जुन किसिमको प्रेसराइज बलिङ नेपाली बलरहरूले गरिरहेका छन् त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता नेपाली टिममा रहने हामीले देखिरहेका छौँ। आइसिसी विश्व क्रिकेट लीग डिभिजन 2 मा नेपालको लक्ष्य भनेको शीर्ष 4 भित्र अटाउने रहेको छ, जसका लागि नेपाली टिमले भोलिको खेल जित्दै सुख सुरुवात गर्ने आशा सबैले गरिरहेका छन्। ओपनिङ ब्याटिङ, मध्यक्रम र निम्नक्रममा शानदार किसिमको प्रदर्शनको साथै पावर प्ले अनुसारको खेलहरू खेल्नुपर्ने निकै नै जरुरत रहनेछ। पहिलो 10 ओभरसम्म ओपनर ब्याट्सम्यानहरूले टिकेर खेल्नुपर्ने ओडिआई खेल रहेका कारण मध्यक्रममा पनि शानदार किसिमको साझेदारीहरू ब्याट्सम्यानहरूले बनाउँदै खेललाई सिंगल डबलमा फोकस गरेर अगाडि बढ्नुपर्ने हामीले देखिरहेका छौँ। त्यसैगरी 40 देखि 50 ओभरको अन्तिम पावर प्लेमा केही हार्ड हिटहरू खेल्दै नेपाली टिम हाम्रो लक्ष्यसम्म पुग्न सक्ने आकलन गरिरहेका छौँ। बलिङमा राम्रो प्रदर्शन गरिरहेको नेपाली टिमले केही कसिलो किसिमको बलिङ गर्नुपर्ने आवश्यक रहनेछ। जुन किसिमको युएको टिमले स्क्वाडको घोषणा गरेको छ त्यसमध्ये बढी जस्तो खेलाडीहरू अलराउन्डर प्लेयर नै देखिरहेका छन्। भारतीय मुलुकका खेलाडीहरू रहेका कारणले गर्दाखेरि नेपाली टिमलाई केही चुनौती पनि पेश हुन सक्छ। अमेरिकाका यी खेलाडीहरू नेपाली टिमका लागि केही चुनौतीपूर्ण बन्न सक्छन्। अमेरिकाका कप्तान मोनाक पटेल, जेसी सिंह, सौरभ नेत्रवलकर र यासिर मोहम्मद नेपाली टिमका लागि केही चुनौतीपूर्ण बन्न सक्छन्। लीगको महत्त्वपूर्ण खेलमा नेपाली टिमको प्लेइङ 11 यस्तो किसिमको बन्न सक्छ। रोहित कुमार पौडेलको कप्तानीमा रहने नेपाली टिममा ओपनिङमा आसिफ शेख, अनिल कुमार शाह, दिपेन्द्र सिंह ऐरी,
भीम सार्की, आरिफ शेख, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी टोलीमा अटाउन सक्ने सम्भावना प्रबल हामीले देखिरहेका छौं। नेपाल टिमले यो सिरिजलाई घर या मरको रूपमा लिइरहेको छ, किनभने 4 खेलमा जित निकाल्न सके नेपाल टिम 6औं स्थानमा उक्लन सक्ने सम्भावना प्रबल रहेको छ। नामिबियाको टिमको 19 अङ्क रहँदा नेपाल टिमले 20 अङ्क बोटल्न सक्ने सम्भावना यो सिरिजमा रहनेछ। नेपाल टिम शीर्ष 4 भित्र अटाउनको लागि भोलिको खेल जितबाट सुरुवात गर्नेछ। त्यसपछि नेपाल टिम 30 अक्टोबरमा युएसँग प्रतिस्पर्धा गर्दा 1 नोभेम्बरमा अमेरिकासँग खेलिरहेको छ। अन्तिम खेल नेपाल टिमले 5 नोभेम्बरमा फेरि अमेरिकाको सामना गर्न लागेको छ। अमेरिका विरुद्ध नेपाल टिमको तर्फबाट यी खेलाडीहरू की प्लेयरको रूपमा रहन सक्छन्। पहिलो नम्बरमा कप्तान रोहित कुमार पौडेल नेपाल टिमका लागि की प्लेयर बन्न सक्छन्। युएमा रोहित कुमार पौडेलको औसत रन गति 45 भन्दा माथि रहेको छ भने अन्य खेलाडी भन्दा रोहित कुमार पौडेल ओडिआईमा राम्रो किसिमको प्रदर्शन गर्दै आएका छन्। कारण रोहित कुमार पौडेलले कप्तानी पारे भोलिको खेलमा देखाउनु पर्ने आवश्यक रहनेछ। अर्का नेपालका लागि युए विरुद्ध की प्लेयरको रूपमा रहन सक्छन् सन्दीप लामिछाने। सन्दीप लामिछाने युए विरुद्ध शानदार किसिमको प्रदर्शन गर्नुका साथै खेलमा सर्वाधिक किसिमको सफल बलरको रूपमा नेपालको तर्फबाट रहँदै आएका छन्। सन्दीप लामिछानेले 42 खेलमा 100 विकेट पूरा गर्दै विश्व कीर्तिमान राख्नुका साथै सन् 2019 देखि 23 सम्म सञ्चालन भएको लिग 2 को खेलमा अमेरिका विरुद्ध नेपालको तर्फबाट सन्दीप एक्लैले नेपालमा भएको खेलमा 6 विकेट चटकाउन सफल भएका थिए, जसमा अमेरिकाको टिम मात्र 35 रनमा समेटिँदै नेपाली टिमले शानदार रेकर्ड समेत बनाउन सफल भएको थियो। युएमा सन्दीप लामिछानेको ब्याट पनि चम्किरहेको छ। उनी 40को औसत गतिले रन समेत बनाइराखेका छन्। त्यसैगरी अर्का की प्लेयर रहेका छन् दिपेन्द्र सिंह ऐरी। जुनसुकै फर्मेटमा पनि शानदार किसिमको प्रदर्शन गर्न सक्ने ल्याकत राखेका दिपेन्द्र सिंह ऐरी एकदमै फिल्डिङमा चुस्ती दुस्ती देखाउनुका साथै बलिङमा पनि लाइन एन्ड लेन्थमा गर्न सक्ने ल्याकत, जस्तोसुकै चुनौतीपूर्ण खेलमा पनि आफूलाई अब्बल साबित गर्दै आएका दिपेन्द्र सिंह ऐरी टी20 एसिया स्तरीय विश्वकप छनौटको खेलमा उनीले 8 वटा रनआउट समेत गराउन सफल भएका थिए। चुस्ती फुर्ती, ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै विधामा उत्कृष्ट किसिमको प्रदर्शन गर्दै आएका दिपेन्द्र सिंह ऐरी अमेरिका विरुद्ध पनि की प्लेयरको रूपमा उदाउनेछन्। र आदरणीय दर्शक महानुभावहरू, क्रिकेट भनेको कुनै एउटा व्यक्तिगत खेलाडीले मात्र प्रदर्शन गरेर नभएर टिम वर्कका कारण जितिने भएका कारण नेपालको तर्फबाट सबै खेलाडीले आफ्नो 100% दिनुका साथै विपक्षी टिमलाई कसरी दबाव बनाउन सकिन्छ त्यो सम्बन्धी सुझबुझका साथ रणनीति बनाएर खेल्नुपर्ने आवश्यक रहनेछ। जसमा नेपाली खेलाडीहरू चुक्ने छैनन्। एकदमै उत्कृष्ट किसिमको लयमा रहेको टिम नेपाल अब आफ्नो ध्यान ओडिआई तर्फ मोडिसकेको छ। भोलिको खेलमा जित हासिल गर्न सके सिरिजमा नै उत्कृष्ट प्रदर्शन गर्ने आशा राखिएको छ भने सबै खेलाडीले 100% एफर्ट दिनेमा हामी विश्वस्त रहेका छौं। नेपाली खेलाडीलाई शुभकामना अवश्य प्रदान गर्नुहोला। अब चर्चा गरौँ युएमा नेपाल टिमले खेल्दै गरेको खेलमा ब्याटिङ अथवा फिल्डिङ कुन रोज्दाखेरि बेटर हुनेछ त्यो सम्बन्धी पनि केही चर्चा गरौँ। नेपाली टोली भोलि अमेरिका विरुद्ध दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल्न लागेको छ। खेल नेपाली समयअनुसार दिउँसो 11:15 देखि सञ्चालनमा आइरहेको छ भने दुबईको इन्टरनेसनल क्रिकेट स्टेडियम पिच सपाट रहेको कारण पहिलो ब्याटिङ गर्दा नै बेटर हुने हामीले देखिरहेका छौं। टस जितेर पहिलो ब्याटिङ गरेमा नेपाल टिमले 277 देखि 90 सम्मको टार्गेट इजिली पुर्याउन सक्छ। दोस्रो इनिङमा केही पेस स्लो हुने भएका कारण नेपाली स्पिन बलरलाई केही सहायता मिल्न सक्छ। त्यसकारण टस जितेर पहिले ब्याटिङ नै नेपालका लागि सही उपाय हुन सक्ने हामीले अनुमान गरिरहेका छौं। पछिल्लो 5 खेललाई हेर्ने भनेदेखि दुबई इन्टरनेसनल ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गर्ने टिमले 60% जित निकालेको छ भने 40% हार बेहोरेको छ। अवश्य पनि भोलिको खेलमा जुन किसिमको गल्तीहरू रहेको छ त्यसलाई सुधार गर्नुका साथै विपक्षी टिममाथि केही दबाव बनाएर नेपाल टिम अघि बढ्छ भनेदेखि जित अवश्य पनि टिम नेपालको हुनेछ। भोलिको महत्त्वपूर्ण खेलमा नेपाल टिमले जित निकालोस् यही शुभकामना रहेको छ। र भोलिको खेल लाइभ हेर्नको लागि आइसिसी टिभी फ्यानकोडका साथै टिभीबाट कान्तिपुरले पनि प्रत्यक्ष प्रसारण दिने भन्ने कुराहरू चलिरहेको छ। क्रिकेट र खेलकुद सम्बन्धी यस्तै अपडेटका साथ उपस्थित रहन्छौँ। हाम्रो भिडियो मन परेमा लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब र कमेन्ट बक्समा नेपाल टिमका लागि सुझाव सल्लाह र प्रतिक्रिया पनि अवश्य दिनुहोला। हवस् त, नमस्ते, जय नेपाल, जय नेपाली क्रिकेट।